जुन रेकर्ड गरेर हालेको छ नि त्यो आइडी कपी गर्ने हैन जुन त्यो कपी गरिसकेपछि त्यहाँ लाइभ बस्नुभन्दा अगाडि त्यहाँ लेख्ने कि के गर्ने त्यहाँ अप्सन आउँछ हैन त्यो कपी गरेको आइडी हाल्ने साथीहरु गरेर त्यसलाई ट्याप 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 रिपोर्ट डबल ट्याप ट्याप भन्नु न तपाईहरु त यस्तो ठुलो ठुलो युजर छन् मेरोमा 3 ट्याप ट्याप छ त्यसबाट नै छुट्टिरहेछ मिस्टर युजर तपाईले यहाँ मेरा त कुरै मात्रै सुनेर बस्छन् अनि ममिनासित जल्नलाई नमिनाले मेरो बुढो खोस्या नमिनाले मेरो घरमा आएर भात खाइदिए नमिनालाई मैले यसरी राख्या मिना भनेको एउटा पहिला मिनालाई सोध्नुस् मैले भन्नु पर्दैन यसो के यो यसो गरेर के नमिना भन्नलाई चाहिँ रिप्लाई नि नदियो के एकछिन कमेन्ट अफ गरेर बरु बस मेरो कुरा सुन न रिप्लाई नगर्नु के दिपा यता कमेन्ट अफ गर्दै कुन कुन चाहिलेको 19 जना हन कमेन्ट अफ छ मेरो मिना दिदीकोमा कमेन्ट अफ छ हैन मेरोमा त फेरि लेखुन न कति लेख्छन् मेरोमा आन्सर त्यही अनुसारको आन्सर पाउँछ हैन दिदीकोमा चाहिँ गर्दै हुन्छ किनभने फेरि यो मलाई भिलेन बनाउँछन् यिनीहरु सबैजनाले मलाई ओइ मिना देवीका बहिनीसित पनि मिल्न पर्छ त यहाँ कुमार आयो भन्दै त्यहाँ रुदै लाइभमा बसिस भने चाहिँ निको चाल मान्दिन ओइ म त अब सादा आलु जेमा पनि मिल्छ नि त आलु मेरो नाम आलु राख्ने त्यमा सबैभन्दा राम्री मिना र कविता है मिना र कवितै राम्री देखे उका तिमीहरू जता जान्छौ त्यतै राम्रो भन्छौ परमात्मा कपी गाई सबैजनाले एभ्रीवान डबल ट्याप यहाँ त सधैँभरि डबल ट्याप गर्नुहोस् त हाँसे रोशन मल्ल टपरी होइन त पूजा साझा आलु अब आजदेखि मिना बाने होइन साझा आलु भनेर गाई झाल भगवान यो साझा आलु के देख्नु भएको के देख्नुभयो ल भन्नु त हे भगवान यो के दुईचोटि कमेन्ट कुदाउनु पर्दैन आँखा छन् यो भएन जता गयो उतै कुरा मिलायो रे उल्टै कुरा मिल्यो रे बल्ल रमाइलो भयो रे मङ्गला दिदी र मिना दिदी रे के भयो त ए भगवान यिनीहरूको पानी बार हुनलाई एकअर्काले काटाकाट गरिथ्यो हो घाँटी म त केही जान्दिनँ ओइ मिना दिदीको र मेरो त कुनै भना भन्ने भएको छैन कसम से यार छ्या होइ सपना हो कि विपना हो रे खोइ के हो अब देविकालाई नै लानु रे देविका पनि म मिलाइदिनु बहिनी हो मानिहाल्छ फेरि सोध्नु न मसँग नै मिल्नुपर्छ अरे कोसँग सबैसँग मिल्नुपर्छ है रोज हजुरले एक दुईटा चाहिँ एकदमै नराम्रो भन्नुभएको छ है छोरी मान्छे हो तपाईँ पनि नभन्नु है मेरो कति आएछ देविकालाई पनि जोडे कम्प्लिट राम छ्या गाइजहरू त लाजै मर्दो पसारो हैन मेरोमा डबल ट्याप चाहिँ के भएको यस्तो कुरै कुरामा सबै रेकर्ड गर्न ल आमा उमालाई गुन्डु पठाइदियो के भने आयो पुताली चिच्याउने के भन्छन् गाइज ओइ दिदी कमेन्ट रिप्लाई नदिनु ओके छ पुताली थ्याङ्क यू सो मच बटरफ्लाई सबैजनाले डबल ट्याप उडाइदिनु न देविका सिस्लाई नि गर्नु ल लाइभ आएपछि डबल ट्याप गरौँ त सबैजनाले छिटो डबल ट्याप गर गाइस स्वीकाइदिनुस् गाइस हाल्दैको भए म भोलि प्लेन मुसीले यहाँ साँच्चै मलाई कविता दिदी र म मिना दिदी मनपर्छ सुनाइदिन्न मिनाले तपाईँलाई केही नराम्रो भनेको थिएन बिचरा मिनाले नि तपाईँलाई कहिले नराम्रो भनेको थिएन है मुना यस्तो के तपाईहरुले यसलाई छोड्न भन्नु उसको लाइफ जेसुकै गरोस् के तपाईहरुलाई हानि हुँदैन नोक्सानी हुँदैन दिदी त्यो कमेन्ट अफ गर त एकचोटी नै गर्दिन म छोड्दैन मेरोमा त कसैले गर्नु भएको छैन भनेको केटी पनि आइपुगेछ यहाँ तपाईको लागि गाइस डबल ट्याप है के हेर्नु त दिदी म त थाहा छैन यहाँ मलाई कमेन्ट आयो के आयो के सुनाम भन्नु त रेणुका सिस्टर इज्जत नभएका आत्मसम्मान नभएका आइमेहरू अरे हामीलाई कुन चाहिँ मुर्दारले भने अरे यहाँ त कमेन्ट अफ छ त केमा आयो
अर्कैको लाइफमा ए बुझे भए त बाल भो त के सुनाम भन् मीना दीपा कविता मङ्गला रे बुझ्ने मेरो अब भोलिबाट देविका रुन्छ अब देविका एक्लै हो रे मैले थाहा पाइसकेँ देविका विरुद्ध फेरि षड्यन्त्र कि देविका नै जोइन हुन्छ देविका त कुनै पनि हारा त मिल्दैन कि भरतसँग मिलेर देविका पनि मिल्छ त्यही होला फिल्म त्यही होला इन्डिङ त्यही हुन्छ ल कि देविका र मिना मिल्दैनन् होइन यता कुमार जान्छन् कि भरतसँग मिलेपछि यो सबै दाजुबहिनी नि मिलन भइसक्यो लास्टमा जाने भनेको भरतैसँग हो के अनि त्यो भरतको बुढी बिचरा एक्लो ओ माई गॉड म त उता जान्छु है म त उता हेर्छु के भएको यस्तो बसाइले बसा बसा भन्ने थाहा पाइहाल्यो को हो यो फेरि आयो नि को आयो बा म नै हो कि मलाई त रियल आइडीबाट आउन एकदम डर हुन्छ नि सही हो लास्टमा होइन यस्तो मिलेको राम्रो हो तिनजना मिल्यो पुरानो दोस्ती मिलेको राम्रो हो तर भोलिको दिन फेरि यताको कमेन्ट जति उता कुदेको छ के भनेको कमेन्टमा चाहिँ के लेख्दो रहेछन् ए डिभोर्स पेपर रेडी गरिसक्यो रे भरतले ए ए ए ए रिस उठ्दै हिजोसम्म उसैलाई सपोर्ट गरेर बस्यो दुनियाँ गाली खाइयो अनि आज फेरि टाँसिन गएछ जाठी कसम भनेको कस्तो रिस उठेको हिजोसम्म कस्तो माया लाग्थ्यो रुँदाखेरि पनि नरुनु भन्यो गर्दाखेरि त्यो अर्को गाली त्यस्तोसम्म नखाएकोसम्म सुनिएको नाना हजुर हामी त हेरेकै भयौँ त दिदी हेरे मिनाले त गर्नु गर्यो मिना बानियाले त बाहिरदेखि नै एउटा भित्र अर्को रहेछ अहिले त मिलिरहेछ नाना अहिले त के गरेको यो डिभोर्स पेपर रेडी गरिसक्यो रे त भरतले सकिहाल्यो नि फिल्ममै सकिसक्यो सुरु चाहिँ हुँदैछ अब मिलेपछि सक्यो त कति दिन लाग्यो मिल्न अघि सोधिरहेको थिएँ त बिहा गर्ने हो भन्दाखेरि युट्युबमा हाल्छ भनेर चुप्प लागेर बसिरहेको थिएँ त अनि बिहा गर्ने हो भनेर सोद्धा अब मिल्यो त राम्रै भयो केही भएन अब हामी पनि मिलौँ न त हामी पनि हेर्नु न त्यहाँ अब सबै सर्ट भएछ सर्ट हुने जति सबै यता आएछ हेर न के भएको भनेर मलाई त त्यति असर त्यो मिलेकोमा त केही छैन तर आत्मसम्मान चाहिँ नगुमाउनु पर्थ्यो आफ्नो एउटा हुन्छ नि है हिजो त्यस्तो गरेको कसरी होइन रिस गर्नुपर्ने कुरा केही पनि छैन हर्स हुन्छ सानी नगुमाउनु पर्थ्यो भन्ने कुरा हो मिलेको राम्रो त्यो मिलेपछिको त्यो भुइँचालो नै आउँछ क्या फेरि लास्टमा अहिले अब मिलेर यो दुनियाँ के अरे उनीहरूको मात्रै आउनु भन्दा सुन न बिचरा हामी चार बहिनी जेठी माइली भनेको त काम लागेन जेठी माइली चाइली क्यान्सर भनेको त बर्बाद भयो त कतै हामी भ्युअर्स हेरेको
कस्तो रहेछ थाहा भएको कुरा हो अब तपाईँहरू फेरि जानुहुन्छ अनि उतै जानुहुन्छ फेरि मलाई चाहिँ सबसे नराम्रो लाग्यो भने ना यो बडा महारानी सिस र रमा सिस्टरको लागि चाहिँ साह्रै नराम्रो लाग्यो के कत्रो झगडा गरेर गर्नुको लास्टमा दुईजनालाई आएको फर्काएर गयो को गयो हेर्न गयो अभ्या उता उता वाच गर्न गयो अहिले पनि नराम्रो कमेन्ट तपाईँहरू गर्नु भने म सिधै कोमामा मलाई कोही छोरी मान्छेको बारेमा यहाँ जज गर्नु पर्दैन है तपाईँहरूले आफ्नो आफ्नो जिन्दगी हो मेरो लागि देविका बहिनीलाई मैले केही गर्नुपर्छ सक्यो धेरै यहाँ लामो कुरा नगर्नु है सबैजनाले कसले कसले के भन्यो गाइस दाइले हेरे के भयो त केही हुँदैन कुमार दाइले हेरे कसले के यहाँ भिडियो आइसक्यो मलाई लु जानु भिडियो आएको भए के को भिडियो आएको जोडेको जोडे गरी है यसले कट्टा हानिदिन्छु दिदी मैले कसको भिडियो कहाँ आयो रे भन्छन् नि त दिदी के हो यहाँ मेरोमा त खतरा भिडियो आयो मैले राखेँ है बाई बाई कस्तो खतरा भिडियो आयो डर लाग्दो भिडियो आयो मैले राखेँ ल बाई बाई कसम डर लाग्यो मलाई बाई बाई हो र के भन्छन् हो यिनीहरूले हो के आएको है दिदी भिडियो आज बिहान बिहान चमत्कारै भयो देउताले नि के गरे सारा मार्ने भयो गाइजहरूले खोइ थाहा छैन गाइज स्क्रिनमा डबल ट्याप गर त लौ बर्बाद रे खोइ बर्बाद खोइ के को बर्बाद होला गाइज डबल ट्याप गर्नु को कहाँ भागे है एकछिन रमाइलो भएको थियो यार भागिहाल्यो सबैजना जस रमाइलो भएको थियो एकछिन भने नि रमाइलो थियो रमाइलो गाइज स्क्रिनमा डबल ट्याप गर त कसैको कुरा